25 वर्ष अगाडि यहाँका मानिसहरू स्याउ मात्र नभएर यसलाई चाहिँ एकदमै धेरै स्याहार सुसार गर्नुपर्ने रहेछ। स्याउ त झ्याउ रहेछ भनेर भन्थे। त्यस पछाडि बिस्तारै बिस्तारै स्याउको मार्केट अझ धेरै बढ्न थाल्यो। मुस्ताङको स्याउ भने मुस्ताङ मार्फाको स्याउ भनिसके पछाडि अहिले सबैको मुखमा एक किसिमको पानी आउँछ, र्याल नै चुहिन्छ। त्यही स्याउलाई यहाँका मानिसहरूले अहिले बिस्तारै स्याउबाट धेरै प्रकारका परिकारहरू र त्यही स्याउलाई चाहिँ खानी मात्रै होइन, यो स्याउले चाहिँ अन्य धेरै कुराहरू बन्छन् भनेर चाहिँ एउटा उदाहरण कमला दिदी हुनुहुन्छ, कमला गौचन हुनुहुन्छ। उहाँले चाहिँ कमला लालचन हुनुहुन्छ। उहाँले चाहिँ पछिल्लो समय स्याउबाट धेरै परिकारहरू सँगै स्याउकै तेलहरू अनि स्याउलाई चाहिँ धेरै खालको प्रयोग गरेर चाहिँ उहाँले चाहिँ अहिले बजारमा चाहिँ उहाँले धेरै सामानहरू ल्याउनु भएको छ। उहाँसँग बुझौँ स्याउका पछिल्लो समय उहाँहरूले गर्नुभएको, उहाँहरूको संस्थाले गर्नुभएको कामहरूको बारेमा जानकारी लिनु। नमस्ते, म कमला लालचन अधिकारी। हजुर, बङ्गोर साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष। हजुर, त्यही त तपाईँले भन्नुभयो नि, पहिला स्याउलाई एकदमै स्याहार सुसार गर्नुपर्ने, यो त झ्याउ रहेछ, स्याउलाई झ्याउको रूपमा लिने, तर पछि चाहिँ यसबाट चाहिँ धेरै सामानहरू बन्द रहेछन् भन्ने कारण हामीसँग धेरै प्रोडक्टहरू पर्छ है। कसरी पछि चाहिँ तपाईँहरूले कसरी प्रयोग गर्दै आउनुभयो स्याउलाई त्यो ठाउँमा? त्यही त विगत धेरै वर्ष पहिला चाहिँ मान्छेहरूले त्यही भन्थे, अब यो स्याउ चाहिँ धेरै जुझ्नुपर्ने, धेरै लाग्नुपर्ने चिज रहेछ, हामीले नभ्याउँदो रहेछ। त्यस कारण यो त झ्याउ जस्तो रहेछ, खै गाईलाई दिएर पनि नहुने, घोडालाई दिएर पनि नहुने, यो पैसा किन्न पऱ्यो भने बेच्नु पऱ्यो भने जम्मा 2 रुपियाँदेखि नपाउने होइन, किलोको 2 रुपियाँदेखि नपाउने भनेर एकदम निराश भएका थिए होइन। ठ्याक्क त्यो बेलामा चाहिँ अब यो पर्यटकीय क्षेत्र भयो, त्यस कारणले गर्दा केही विदेशीहरूसँग पनि कन्ट्याक्ट भयो। त्यो अवस्थामा चाहिँ यसलाई प्रशोधन गऱ्यो भने राम्रो हुन्छ भन्ने कुराहरू भयो। केही हदसम्म ट्रेनिङहरू पनि पाइयो होइन, जस्तो जर्मनको सहयोगबाट हामीले जुसहरू बनाउन थाल्यौँ, ड्राई सुकुटीहरू बनाउन थाल्यौँ होइन। त्यसपछि अब बिस्तारै म आफैले के सोच्छु भने यसलाई किन अचार बनाउन सकिन्न त, यसलाई किन साइडर बनाउन सकिन्न त भन्ने जस्तो कुराहरू ज्ञान बिस्तारै बढ्दै गयो। अनि त्यसपछि हामी अगाडि बढ्यौँ। जस्तो तपाईँको प्रोडक्टहरूको विषयमा कुरा गरौँ, के बन्द हुन्छ? अहिले हामीले A1को ग्रेड स्याउहरू चाहिँ हामी बजारमै पठाउँछौँ होइन। जति स्याउ बिकाउन सकिन्छ हामी फ्रेस स्याउ नै पठाउने व्यवस्था गर्छौँ। अनि त्यसपछि भएन भने हामीसँग कोल्ड स्टोर छैन, नभएको कारणले अब यसलाई के गर्ने त भन्दाखेरि झरेको स्याउहरू छ भने हामी ब्रान्डीमा प्रयोग गर्छौँ, एप्पल ब्रान्डी बनाउँछौँ। अब राम्रो स्याउहरू छ अनि रुखमै सानो भए पनि रुखमै पाकेको स्याउहरू छ भने हामी यसरी जुस, एप्पल जुस भनेर यसरी बनाउँछौँ। यो जुस बनाएर बढी भएको फेरि जुसलाई चाहिँ फेरि हामी त्यसलाई 3 देखि 5% अल्कोहल रहेको एप्पल साइडर भनिन्छ, जो खाँदाखेरि एकदम स्विट एन्ड सफ्ट हुन्छ। तपाईँहरू आफैले बनाउनुहुन्छ? हजुर, हामी यो आफ्नै घरमा फ्रेस गरेर यसमा नो केमिकल, कुनै पनि किसिमको रसायन पदार्थहरू युज गर्दैनौँ। यो त्यस कारणले यो अलिकति हेभी छ, किनभने हामी यो बोतल, सिसाको बोतल प्रयोग गर्छौँ। प्लास्टिकको बट्टा, प्लास्टिकको बोतल हामी यसमा प्रयोग गर्दैनौँ र कुनै पनि प्रिजर्भ गर्ने कुराहरू केही पनि राख्दैनौँ। जस्तो तपाईँले भन्नुभयो नि त, प्रायः खालको जुसहरू चाहिँ प्लास्टिकै बोतलमा, प्लास्टिकै बट्टामा किनिन्छ भने यो खाँदाखेरि, यो बोतलमा खाँदाखेरि चाहिँ रक्सी खायो जस्तो हुने भन्ने खालको प्रचलन पनि छ। अब त्यही भएर प्लास्टिक बोतलमा प्याक गरिएको चिजहरू होइन, बोतलमा प्याक गरेको चिजहरू चाहिँ सस्तो पनि पाउने हो, तर त्यो स्वास्थ्यवर्धक छैन होइन। किनभनेदेखि त्यसमा केमिकल प्रिजर्भ गर्ने कुरा राखिएको छ। अनि प्लास्टिकको नराम्रो असर त्यो जुसमा परेको छ। त्योबाट बचाउनलाई मैले चाहिँ स्वास्थ्यलाई पनि विशेष ध्यान गरिराखेँ। अलिकति महँगो पक्कै छ, यसमा ट्रान्सपोर्टेसन कस्ट 2 पल्ट लाग्छ। खाली बोतल एकपल्ट ट्रान्सपोर्ट गर्नु पऱ्यो, जुस भरेर फेरि अर्कोपल्ट ट्रान्सपोर्ट गर्नु पऱ्यो, त्यस कारण अलिकति महँगो चाहिँ हो होइन। तर स्वास्थ्यको लागि एकदमै राम्रो नितान्त स्वास्थ्यको लागि फाइदा गर्ने खालको जुस भएको हुनाले चाहिँ हामी यसलाई किन बजारमा नलाने त, बरु थोरै होस्, राम्रो स्वास्थ्यमा प्रभाव पर्छ भने, लामो समयसम्म स्वास्थ्यलाई राम्रो गर्छ भने किन यो जुस सप्लाई गर्नु त भन्ने हिसाबले चाहिँ हामीले यसलाई विशेष जोड दियौँ। यो स्याउको जुस भयो। हजुर, अरू प्रोडक्ट
त्यस्तै गरिकन अब यो चाहिँ मेरो आफ्नै इनिसिएसनमा छरपष्ट जङ्गलमा घरबारीमा त्यसै फलिरहेको थियो। यो यसलाई भन्छ हामी इङ्ग्लिसमा एप्रिकट भन्छौँ भने नेपालीमा लोकल भाषा चाहिँ चिली भन्छ होइन। चिली भन्छ। यो अलिकति हल्का अमिलो अरेन्ज आकारको हुन्छ। साइज चाहिँ आरू लोकल आरूभन्दा अलिकति सानो हुन्छ र यो यसै बसिरहेको थियो। यसलाई मैले यसलाई चाहिँ किन प्रशोधन नगर्नु त भनेर यसको चाहिँ जुस बनाउन थालेँ होइन। जुस बनाएर अब रहेको अलिकति गिलो गिलो भएको त्यसलाई हामी ब्रान्डीतिर पठायौँ होइन। त्यसपछि यो छोक्रालाई सुकायो, यसको जुस निकालेर आएको छोक्रालाई सुकायो, अचारमा अमिलो चुकको यसले काम गर्यो। त्यसपछि आएर यसलाई बढी भयो भने हामी ड्राई गऱ्यौँ, त्यतिकै प्लेन ड्राई पनि गरेर सुकुटी बनायौँ। त्यसलाई पनि भएन भने अलिकति त्यसलाई पिरो मरमसला राखेर क्यान्डीको रूपमा राख्यौँ। अब चिनी राख्यौँ स्विट क्यान्डी र मरमसला राखेर चिल्ली राखेर बनायो भने त्यसलाई हट क्यान्डी भनेर पिरो क्यान्डी भनेर त्यसरी हामीले बजारमा ल्यायौँ। त्यो पनि राम्रो दिउँसो अल्छी लाग्ने बेलामा, असार साउन घाम चर्को बेलामा, काम गर्ने मान्छे आलस्य भएको बेलामा निन्द्रा खोल्ने भनेर खान्छन् मान्छेहरूले होइन। अब त्यस्तै गरिकन यो भित्र चाहिँ यो एप्रिकट भित्र चाहिँ यस्ता दाना हुन्छ। त्यो दाना चाहिँ हार्ड हुन्छ, जस्तो आरूको दाना जस्तो बिहा जस्तो। त्यो बिहालाई फुटालियो भने अलिकति काम चाहिँ बढी गर्नुपर्छ। सानो दाना अनि फुटाल्न धेरै दिनभरिमा हामी 10 किलो हम्मे भ्याउँछौँ। एकजनाले बिहानदेखि बेलुकासम्म काम गर्दाखेरि नन स्टप काम गर्दाखेरि 10 किलो बिहा फुटाल्नलाई हामीलाई हम्मे पर्छ होइन। यो बिहा फुटालेर यो खायो भने, यो बिहा दिनको 2 मुठा मात्रै खायो भने हाम्रो शरीरमा लुकेर बसेका क्यान्सरका ब्याक्टेरियालाई पनि डिस्ट्रोय गर्दै लाने, यसले नष्ट पार्दै लाने, बढ्न नदिने भन्ने कुरा डक्टरले नै सिफारिस गरेको हुनाले कतिपय बिमारीहरू 1000 रुपियाँ किलो 1200 किलोमा यो खरिद गरेर लान्छ। धेरै खायो भने विकनेस बढाउँछ। त्यस कारण दिनको 2टा मात्रै खाने भनेर भन्छ। रेगुलर खाने, 2टा खाने रेगुलर खाने भन्छ। तितो हुन्छ, स्वाद चाहिँ हाम्रो आरूको दानाको भित्रको बिहा जस्तै नै स्वाद आउँछ, तर यो चाहिँ एकदमै स्वास्थ्यवर्धक छ होइन। अब यसले यो दाना बिकेन अथवा दाना गएन भनेपछि अब के गर्ने त भन्दाखेरि हामी यसलाई तेल बनाउँछौँ। तेल पनि स्वास्थ्यको लागि एकदम राम्रो हो, तर यति महँगो तेल हाम्रो किसानीहरूले खान सक्ने अवस्था छैन। पहिलाको कृषकहरूले चाहिँ के गर्ने गरेको छ भने बिहा बारीबाट टिपेर ल्याएर फुटालेर म भगवान्लाई यति धेरै मेहनत गरेको छ, मैले भगवान्लाई एउटा दियो बाल्ने पुऱ्याउँछु भनेर पनि गरेका छन् होइन। दियो पनि एकदम राम्रो बल्ने होइन, भगवान् खुसी हुनुहुन्छ। आफ्नै बारीबाट ल्याएको चिज यत्रो मेहनत गरेर बनाएको भने एउटा कुरा चाहिँ भगवान्को लागि गर्नुहुन्थ्यो भने अहिले यो चाहिँ स्किनको लागि एकदम राम्रो। जस्तो मलाई चिलाउने लुतो बनाउने त्यस्तो आयो भने एकदमै राम्रो हो। ढाड दुखेको खुट्टा दुखेको मालिस गर्नु एकदमै राम्रो। मेथी अलिकति पड्कायो ततायो मालिस गर्नु एकदम राम्रो। कपालमा चाया पऱ्यो नभन्दा आधा घन्टाका चाहिँ मजाले मालिस गर्नुहोस्। कपाल झर्ने चाया पर्नेबाट पनि तपाईँले काखी चिलाउने जाम चिलाउने यस्तोहरू छ भने यो लगाउनुहोस्, चट्ट हुन्छ। त्यस कारण यो तेल चाहिँ एकदमै स्वास्थ्यवर्धक मानिएको हुनाले यसलाई पनि किन त अब अलिकति बढाइ गराउन त बिस्तारै भनेर हाम्रो सरकारबाट पनि प्लस मैले पनि यसलाई अब यसको फेरि यति मिठो हुन्छ जाम होइन। जाम यति मिठो हुन्छ यसको, त्यसमा हल्का चिनी राख्नुपर्छ, अमिलो गुलियो अरेन्ज कलरको एकदम मिठो हुन्छ जाम पनि होइन। जाम पनि एकदम राम्रो। अब अचार त्यस्तै मिठो हुन्छ होइन। यति मात्र सीमित नभएर अब यो क्यान्डीहरू भयो, यो चाहिँ खुर्सानी राखेको क्यान्डी होइन, यो चाहिँ चिनी राखेको क्यान्डी, कसलाई गुलियो मनपर्छ कसलाई नुनिलो मनपर्छ होइन, त्यो अमिलो मनपर्छ। अब स्याउको सुकुटीहरू चाहिँ हामी यसरी चाहिँ प्याक गरेर होइन बजारमा यसरी लान्छौँ। यस्तो गर्दा पनि अझै यसलाई अझै राम्रो रूपमा लैजाँदा चाहिँ हामीले के भन्छ प्रचार गर्न अझै बाँकी नै छ होइन। यसले व्यापकता पाएको खण्डमा चाहिँ स्वास्थ्यमा एकदमै राम्रो असर प्रभाव पार्ने र यहाँको किसानीहरूलाई यहाँ चाहिँ अरू अन्न बाली हुँदैन, फलफुल चाहिँ राम्रो हुन्छ। जस्तो अब स्याउ मेन भइहाल्यो, त्यसपछि आएर एप्रिकट यो चिली होइन, आरू बखाडा हामी प्लम वाइन जुस र प्लम वाइन बनाउँछौँ जो बजारमा छासरी पाइन्छ अहिले। अनि त्यसपछि ओखर पनि एकदम राम्रो छ यहाँको लागि यहाँको। र त्यसको साथसाथै खेती एकदमै कम भएको हुनाले यसको भित्रपट्टि बारीहरूमा खाली जग्गाहरूमा चाहिँ आलु, उवा, फापर, मकै, सिमी लगाउनु पर्छ।
कतिजना दिदीबहिनीहरू हुनुहुन्छ त्यो गाउँमा? हामीसँग यो घुम्न सानो किसानमा चाहिँ 512जना जति सदस्य हुनुहुन्छ। त्यसमा 80% महिला छौँ भने 20% पुरुष छन्। सबै खटे गर्नु आफ्नो क्षेत्रमा हाम्रो समूह छन्। समूहमा आफ्नो आफ्नो काम गरेको छ। कसैले गाँदा खेती गरेको छ भने, कसैले साग खेती गरेको छ, कसैले स्याउ खेती, कसैले फापर, कसैले उवा, कसैले प्रशोधन। अब यो हाम्रो समूह नम्बर 4ले गरेको काम चाहिँ यो प्रशोधनमा लाग्यो होइन। कोही चाहिँ अब पस्मिनालाई पनि जोड दिन लगाइरहेको छौँ। अब पस्मिनालाई धेरै आइरहेको छ। पस्मिना पनि भेडा च्याङ्ग्रा याद पानी ठाउँ हो यो होइन। त्यही भएर पस्मिनालाई जोड दिनुपर्छ भन्ने कुरा आइरहेको छ। अब गर्न लगाइरहेको छन् होइन। अलिकति स्रोत साधन भएको खण्डमा कसैबाट सहयोग भएको खण्डमा पनि अगाडि बढ्ने योजना छ। र यी यस्ता सामानहरू प्रशोधन यो चाहिँ पुरा प्रशोधन भइसकेको छ। अब यो पेल्याउँछौँ होइन। यो एप्लिकेटको बिहा पेलेर आउने जुन छोक्रा छ त्यसबाट हामीले फेस वास, स्क्रबहरू हामीले बनाउने योजना छ होइन। यो तेलबाट नै अनुहारमा लगाउने क्रिमहरू होइन, अनि मसाज क्रिमहरू यस्तो कुरा बनाउने योजना छ। तर अब के गर्ने, हामी हिमाल पारे भनेर त पहिलेदेखि चिनेको केन्द्रदेखि हामी टाढै छौँ होइन। अहिले चाहिँ अब अलिकति बाटोको सुविधाले सुविधा भनौँ भने जम्मा 2 महिना 3 महिनादेखि सुविधा हुन्न। बरु बाटो नभएको भए हामी त्यो अनुसार मेन्टली प्रिपेयर हुन्थ्यौँ होइन। बाटो छैन त्यसलाई हिँडिरहनुपर्छ, खचालाई यो भारी, आफूलाई यो भारी भन्ने प्लान हुन्थ्यो। अब चाहिँ गाडीमा जाने भन्यो, यो लाने भन्यो, लयो, बाटोमा 2-3 दिन लाग्दिएको हुन्छ होइन। त्यस्तो उताबाट ल्याउँदा पनि त्यस्तो समस्या छ, यताबाट जाँदा पनि त्यस्तो समस्या छ। ले गर्दाखेरि चाहिँ हामी अलिक पछाडि नै छौँ यस्तो कुराहरूमा। अब यी आउटपुट यहाँसम्म दिनलाई त लगानीको कुरा धेरै हुन्छ। कसरी उठाइदिनु अब होइन, केन्द्रीय कृषि सहकारीबाट अलिकति यो रकम अनुदान पाएको थियो। त्यसले पछि हामी मिटिङ गरेर हामी काठमाडौँ, पोखरा जतासुकै धायौँ त्यो मेसिनहरू खोज्नलाई। अनि केही मेसिनहरू पाइयो, केही मेसिनहरू यहीँ स्थानीय स्तरमा लोकल्ली चलाइरहेको मेसिनहरूबाट जस्तो तेल निकाल्न चाहिँ हामीले मेसिन पाएको छैन। अनि हामीले चाहिँ यो के भन्छ लोकल यहाँ स्थानीय जे चलेको त्यो पहिला चाहिँ कोल जस्तो थियो, यस्तो खालको थियो। अब त्यो हटेर अहिले चाहिँ एउटा मिल जस्तै, तर अब हातले मिचेर गर्नुपर्ने। मिल भएपछि त मिच्नु नपऱ्यो हुन्थ्यो नि। अब यदि 10-12 किलो लैजानु छ भने 2जना मान्छे जानुपर्छ मिच्नुपर्ने, यस्तो मिच्नुपर्ने। अनि मिलमा हालेपछि तेल चाहिँ निकालिदिन्छ, तर हातले मिचेर अनि उयो गर्नुपर्ने त्यस्तो खालको छ। तैपनि काम यतिको तेल निकालेको छ भने आधा त खेर जान्छ त्यो मेसिन राम्रो नभएर। यसको आधा त हामी 1 किलोबाट 1 लिटर आउन होइन, 3 किलो एक पाथी भनेको 2.5-3 किलोले 1 लिटर आउन हमे हुन्छ। 1 लिटर भरेर आउँछ, थिग्रेर घरमा आउँदा आधा हुन्छ, त्यस्तो खालको छ। त्यस कारणले यो महँगो हुने, समय बढी लाग्ने काम गर्न पनि त्यस्तो खालको छ अवस्था चाहिँ। मार्केटमा यसको रेस्पोन्स चाहिँ कस्तो छ? रेस्पोन्ड अब एमआरपीको पनि कुरा हुन्छ। हजुर। अब हाम्रो यो सुरुवातको कुरा हो होइन। त्यस कारणले एमआरपी हामीले जनाएका छैनौँ। यसमा अहिले हाम्रो जति श्रम लागेको छ नि, त्यो भ्यालु कति लाग्यो, हाम्रो समय कति लाग्यो, त्यसलाई एड गरेर अहिले हामीले यहाँ लोकलले चाहिँ हामीले 200 रुपियाँमा बेच्छौँ। यो 100 ml को हो, 200 रुपियाँमा बेच्छौँ। अब यसलाई चाहिँ हामी 1000 रुपियाँको किलोको दरले बेच्छौँ, यसरी गर्छौँ। त्यसमा किफायत त कम छ, तर महँगो भएर लान मान्दैन। बरु थोरै किफायत आएर भने यसको प्रचार गरौँ पहिला, यसको महत्त्व जनतालाई उपभोक्तालाई बुझाउँ, अनि त्यसपछि चाहिँ यसको चाहिँ होला भन्ने हिसाबले हामी त्यो गरिरहेको छौँ। एउटा स्याउ एउटा एप्लिकेन्टबाट यति धेरै वस्तु बन्द रहेछ। हजुर। हामीले भानु मात्रै पऱ्यो। अहिले त भनेपछि स्याउ खेर जानु दिनुभएको छ नि? स्याउ खेर चाहिँ गएन। अब ग्लोबल वार्मिङले भनौँ होइन, यो जलवायु परिवर्तनले गर्दाखेरि चाहिँ हाम्रो स्याउमा पक्कै पनि असर चाहिँ परेको छ, नपरेको होइन। तर गत वर्ष हामीले एउटा पाठशाला FAO र नेपाल सरकारको सहयोगमा संयुक्त तत्त्वावधानमा चाहिँ हामीले एउटा कृषि पर्यावरणीय पाठशाला सञ्चालन गरायौँ। त्यसमा चाहिँ 16वटा बिरुवालाई परीक्षण गरेर हेर्दाखेरि चाहिँ पोषक तत्त्व पनि नपुगेको रहेछ भन्ने हामीले प्रमाणित गऱ्यौँ। जलवायु त छँदैछ, त्यसको साथसाथै अलिकति पोषक तत्त्व मात्रै स्याहार सुसार मात्रै अलिक राम्रो गर्न सकेको खण्डमा त्यो राम्रो हुनेछ भन्ने कुरा चाहिँ प्रमाणित भएको छ। जस्तो भनौँ न 16वटा बिरुवा चाहिँ कृषि पर्यावरण अन्तर्गत, 16वटा बिरुवा चाहिँ स्थानीय विधि अनुसार गर्दाखेरि चाहिँ 16वटा बिरुवा जुन कृषि पर्यावरणबाट गरिएकोमा चाहिँ स्याउ थोरै फल्यो तर राम्रो फल्यो, थोरै फल्यो तर झरेन। जे फल्यो त्यो रह्यो भनौँ न, 1% 2% झऱ्यो होला, नत्र खासै झरेन। तर कि स्थानीय स्तरमा चाहिँ के भन्दाखेरि धेरै फुल फुल्यो, धेरै फल लाग्यो, तर धेरै झऱ्यो।
अनि सानो भनेपछि त उसलाई त मेन कुरा त कृषि के अरे जलवायु परिवर्तनको प्रभाव त एकातिर छँदैछ, त्यसलाई त हामीले केही गर्न सक्दैनौँ। तर त्यसको साथसाथै यदि हामी पोषण हामीले पनि आफ्नो स्वास्थ्यलाई पनि दाँजेर हेर्दाखेरि हामीले पोषण तत्त्व पूर्ण खाएको छ, आफ्नो इम्युनिटी पावर बढाएको छ भने कोरोना जस्तो कीटाणुले भाइरसले पनि हामीलाई गर्न सक्दैन भन्ने जस्तै यो उसले पनि स्याउमा लाग्ने दादी अथवा स्क्याब भनिन्छ त्यसलाई, त्यो रोगबाट पनि बचाउन सकिँदैछ। अनि अर्को छ किरा छ एउटा सेन्जेस्किल भन्ने, उलिया फिट भन्ने जस्तो किराहरूलाई पनि आक्रमण कम गर्दछ कि मजबुत भयो भने ऊ भित्रैबाट शरीर उसको तन्दुरुस्त छ भने जस्तो पाए रोग र जस्तो पाए किराले चाहिँ आक्रमण नगर्दो रहेछ भन्ने कुरा चाहिँ हामीले पाठशालाबाट सिक्यौँ। त्यस कारणले पहिला पहिला हाम्रो यहाँको माटोमा धेरै मिहिनेत गरेको हाम्रो बाजे बराजुहरू उनीहरूको बालुवा बोकेर खेतमा लानुहुन्थ्यो। तर अहिले हामी अल्छी हुँदै गयौँ, कामले व्यस्त हुँदै गयौँ, अनि खेतमा माटो हेर्न छोड्यौँ। मल त हामी प्राङ्गारिक घरको गोठे मल नै दिन्छौँ, बाख्राको मल दिन्छौँ, गाईबस्तु सल्लाह धुपीले बनाएको गाईबस्तुको मल दिन्छौँ। तर त्यसलाई जति चाहिने आवश्यक तत्त्वहरू जुन हुन्छ खाद्य तत्त्वलाई के भन्छ मल मात्रै दिए त भएन, तर त्यसमा तत्त्व कति छ त त्यसमा भर पर्ने छ होइन। दुई टुक्रा हाल्यौँ 4 टुक्रा हाल्यौँ भन्छौँ, तर त्यसमा न्युट्रिसन जुन चाहिँ पोषक तत्त्व चाहिँ नभएको कारणले चाहिँ स्याउ फस्टाउन नसकेको छ। अब त्यसलाई चाहिँ अब हामीले जस्तो ट्राइकोडर्मा भन्ने हुन्छ, इएम भन्ने हुन्छ, भेलीहरू होइन, त्यस्ता कुराहरूलाई र अनि नाइट्रोजन युरियाहरू सबै कुरा भएको मिलाएको न्युट्रिसनहरूलाई मिलाएर राख्दाखेरि होइन, जरालाई मात्र होइन पातलाई पनि दिँदाखेरि चाहिँ रुख राम्रो भएको थाहा पाइयो, राम्रो भयो। र यति भइसकेपछि राम्रो राम्रो स्याउ त हाम्रो बजारमा जाने भयो होइन। मूल्य त हाम्रो त्यति पाएको छैन किनभने कोलेस्ट्रोल छैन। हामीलाई बारीमा राख्यो भने 3 महिनामा सकाउनु छ, बारीमा राख्यो भने झरेर सक्छ, झऱ्यो भने बिग्दैन, त्यो ब्रान्डीमा जान्छ, ब्रान्डीमा जानु भनेको सस्तोमा जानु हो। त्यस कारणले हामीलाई नझर्दै स्याउ टिपेर बजारमा पठाउनु पायो भने एटलिस्ट रकम आफूले भनेको पैसा पाउला भन्ने आशा हो। जस्तो स्याउको अहिले तपाईँहरूले यत्रो प्रोडक्टहरू बनाइरहनु भएको छ नि त, यता गर्न फाइदा कि मार्केटमा बेच्न फाइदा? अब यो कुरा चाहिँ अब हेर्नु, अब छोटो अवधिको लागि मात्रै छोड्ने फुर्सद छैन, 3 महिनामा सकिहाल्नु, अरू काम समात्नु छ भन्नेको लागि चाहिँ भन्दा छिटो मार्केट पुऱ्याउनु मलाई त्यो विषय गर्नु। हामी जस्तो यसैमा निर्भर रहेर बस्ने मान्छेहरू त 12 महिनासम्म पुऱ्याएर त्यसलाई प्रशोधन गरेर बजारमा पुर्याउन चाहिँ कोलेस्ट्रोल पनि छैन होइन। त्यस कारणले गर्दाखेरि हाम्रो स्थानीय स्तरमा जुन चलिआएको छ कि घ्याम्पो, पहिलेदेखि माटोको घ्याम्पो हाम्रो यहाँ हुँदैछ, त्यो माटोको घ्याम्पोमा त्यसलाई पुसेर टच नहुने कसैसँग नठोक्काइकन बिस्तारै सेफली त्यो राख्यो भने चाहिँ 50 देखि 60% चाहिँ हामीले बचाउन सक्छौँ। फागुन चैतसम्म बचाएर राख्न सक्छौँ। कति बचाउनु त्यो गाह्रो छ, असम्भव छ। त्यस कारणले अब 5-10% चाहिँ हाम्रो यो के भन्छ सुकुटीमा जान्छ, यो ड्राइड एप्पलमा जान्छ होइन। त्यसपछि 10% हाम्रो जुसमा जान्छ, बाँकी हाम्रो राखेको 50% त कुहिरै जान्छ होइन। राखेको 1 वर्ष राख्यो भने आधा कुहियो, राखेको कति किलो 100 किलो राख्यो भने 50 किलो कुहिएर जान्छ। त्यही भएर जति सक्यो मान्छेले बजारमा सस्तै होस्। बरु अहिले धादिङबाट आउँछ मान्छेहरू, किसानहरू नै होला, उनीहरू चाहिँ यहाँ आउँछ, खेतमा स्याउ हेर्छन्, अनि स्याउमा डक्का हान्ने खेत ठेक्का हानिदिन्छन्। त्यसपछि उनीहरूले स्याउ जहिले लहोस्, मतलब रुख बिगारोस् कि के मतलब भएन, स्याउ बिक्यो भनेपछि ढुक्क भयो उहाँहरूलाई होइन, किसानहरूलाई। किनभने पछि पाउँछ नपाउनु कसैले जिम्मा त लिँदैन होइन। अब एउटा भर्खरै एउटा पोलिसी के आएको छ नि, इन्सुरेन्स गर्नुपर्छ बालीको भन्ने कुरा त आएछ। अब इन्सुरेन्स लिने बेलामा क्षति भयो भनेर पेस गर्ने बेलामा लिने बेलामा त यो भएन ऊ भएन अनि 12 महिना लगाइदिन्छ होइन। त्यो झमेला भन्दा बरु ल ठिकै छ भनेर अहिले 50-60 रुपियाँभन्दा बढी पर्दैन, त्यस्तो सस्तोमा स्याउ दिनुपर्छ। तर बजारमा पुग्दा त अब पुग्ला 200सम्म त पुग्ला, 250सम्म त पुग्ला होइन। अब त्यसरी हुन्छ। तर यहाँ चाहिँ किसानहरूले त्यत्रो मिहिनेत गर्छ तर सस्तोमा बेच्नु परेको छ किनभने कोलेस्ट्रोल छैन। अब सरकारले एउटा ग्रेडिङ मेसिन त ल्याएको छ, तर ग्रेडिङ गरेर कहाँ राख्ने त, स्टोर गर्ने ठाउँ हुनु पऱ्यो। त्यो त जिम्मा लिन सक्छ सरकारले भन्छ। अब सानो किसानको सहकारी हो, त्यो त ठुलो कुराको जिम्मा लिने अहिले हामी त्यो अवस्थामा पुगेका पनि छैनौँ। इच्छा छ, योजना छ, तर त्यो गर्न सकिरहेको भने अब हामीले जोड चाहिँ अहिले एप्पल जोनसँग समन्वय गरेर सानो भए पनि 20 टनको मात्रै भए पनि एउटा कोलेस्ट्रोलको माग गरिरहेको छौँ। अब त्यसमा पनि प्रोसेस लामो छ, अब टेन्डर बोलाउनु पर्ने केही गर्नु छोटो अवधि छ, त्यही भएर सम्भव चाहिँ यहाँ हुँदैन। यो वर्षको जस एउटा प्रोडक्टबाट यति धेरै बन्द रहेछ पछाडि थाहा पाउनु भयो, आफूहरूले पनि सिक्दै जाने अनि बजारमा सप्लाई गर्दै जाने गर्दाखेरि
मार्केटको रेस्पोन्स हेर्दै गर्दाखेरि तपाईँले अहिले के पाउनु भएको छ? मार्केटको रेस्पोन्स त विगत 10-15देखि मुस्ताङ मार्फाको स्याउ भनेपछि प्रोडक्ट स्याउको त कुरै नगरौँ होइन। अब प्रोडक्ट पनि जहाँ जहाँ हामीले अहिले काठमाडौँसम्म चाहिँ हामीले पुऱ्याएका छौँ होइन। यो अरू ठाउँमा होइन, रेस्टुरेन्ट र व्यक्तिगत जसले चाहिँ स्याउको बारेमा महत्त्व दिनुभएको छ, जसले यो एप्रिकटको महत्त्व बुझ्नुहुन्छ, उहाँले व्यक्तिगत हामी खानलाई, घर परिवार खानलाई भनेर माग गर्नुहुन्छ। अब काठमाडौँ बजारसम्म पुर्याउनलाई अब यो किसानको बोको भन्ने एउटा हाम्रो केन्द्रीय सङ्घको एउटा यो बिक्री सङ्कलन केन्द्र छ, सामान सङ्कलन गरेर बिक्री वितरण गर्ने केन्द्र, उहाँले नै यो कोसिस त गर्नुभएको छ। महँगो भयो हाम्रो किसानले चाहिँ खान नसक्नेलाई अलिक कटाउन सक्नु भएन उहाँहरूले चाहिँ होइन। तर होटल रेस्टुरेन्टहरूमा चाहिँ मोमोसँग चाउमिनसँग चाहिँ मजाले गइरहेछ। अहिले हामीले यहाँबाट सस्तोमा दिन्छौँ, अब उहाँहरू ट्रान्सपोर्ट गरेर लाउनुहुन्छ, उहाँहरूको समस्या छ होइन, ट्रान्सपोर्ट गर्नु पऱ्यो, प्याकिङलाई गर्दाखेरि त महँगै पर्छ। त्यसले गर्दाखेरि होटल रेस्टुरेन्टमा त राम्रो भइरहेछ, यसको रेस्पोन्स राम्रो आइरहेको छ। हस्, धेरै धेरै धन्यवाद। प्रोडक्टहरूको बारेमा जानकारी पाइयो, हामीले पनि बुझ्ने कोसिस गऱ्यौँ र अरूलाई पनि देखाउने एउटा अवसर दिँदै धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। अब हामी गाउँमा आफ्नै हिसाबले एउटा आफ्नो क्षमताले, बुद्धि विवेकले भ्याएअनुसार यो प्रशोधन काम गर्ने, स्याउलाई प्रशोधन अनि चिलीलाई प्रशोधन गर्ने काम गरिरहेका थियौँ। यो कुरा त्यति व्यापकताले लिन सकेको थिएन। पक्कै पनि यो मेरो साथी भन्ने च्यानलले जुन किसिमको उदारता, जुन किसिमको सद्भाव देखाएर हामीलाई यहाँसम्म आएर होइन, वर्षायामको बाटोमा अब तक्लिफ, गाह्रो, असुविधा नभनिकन आएर हाम्रो यो वस्तुको बारेमा बुझेर यसको जिज्ञासालाई मेटाउने जुन काम गर्नुभयो, त्यसको लागि हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।